Hello beautiful people, it's me Sudha. Welcome to my YouTube channel. के छ सबैजना सन्चै आरामै हुनुहुन्छ ल म पनि एकदम धेरै सन्चै छु सो आज चाहिँ मैले फर द फर्स्ट टाइम मेरो युट्युबमा भिडियो हाल्न गइरहेको छु सो कस्तो देखिन्छ के देखिन्छ मलाई केही पनि थाहा छैन म कहीँ घुम्न गएको पनि होइन केही मैले पुरै रुममा बसेकोवाला भिडियो फर्स्टमा हाल्छु अनि त्यस पछाडि चाहिँ म घुम्न गएको भिडियोहरू पनि हाल्छु होइन सो मसँग धेरैवटा भिडियो छ तर मैले युट्युबमा हाल्ने गरी चाहिँ बनाएको छैन क्या कुनै पनि भिडियोहरू पुरै अर्कै थोरै सानो सानो क्लिपको मात्र छ सबैलाई एडिट गर्नलाई मलाई एडिट गर्न नै आउँदैन होइन अनि त्यस पछाडि मैले अब यो चाहिँ फर्स्ट टाइम के हुँदो रहेछ कस्तो भ्यू आउँदो रहेछ 2 भ्यू आए पनि ठिक छ 2000 भ्यू आए पनि ठिक छ होइन 2 मिलियन भ्युज आए पनि ठिक छ होइन सो यो चाहिँ मेरो गफ मात्र हो सो आजको यो चाहिँ मेरो आउटफिट हो होइन कति राम्रो छ यो चाहिँ मेरो आउटफिट अब कसरी देखाउने अहिले देखाउँछु म सालको फोन अगाडि राखेर होइन यो चाहिँ मेरो आजको आउटफिट हो तर देखाउन मिलेन यो चाहिँ मेरो सिरक थियो सिरकको चाहिँ आज मात्रै मैले मेसिनमा हालेको छु सो देखाउन सिरक पनि यस्तो देखिरहेको छ सो मेरो चाहिँ यस्तोवाला आउटफिट छ आजको चाहिँ यस्तोवाला यो के भन्छ यसलाई यो अनि यो यस्तोवाला छ सो यही हो चाहिँ एप्पल हो होइन मलाई एप्पल चाहिँ काटेर खानुभन्दा पनि यसो खानु चाहिँ यस्तो मिठो लाग्छ क्या किन होइन मलाई चाहिँ म एकदमै फ्रुट्सहरू चाहिँ खाएर हुन्छु तर पनि मलाई चाहिँ एप्पलमा चाहिँ के हुन्छ भने मलाई यसरी टोकेर खाँदाखेरि चाहिँ मैले सानै छु बच्चै छु होइन अनि त्यस पछाडि त्यस्तो फिल आउँछ मलाई चाहिँ यसरी नै खानु मनपर्छ होइन आफ्नो चोइसको कुरा हो कसैलाई काटेर खानु पनि लाग्छ कहिलेकाहीँ म काटेर नै खाएर हुन्छु होइन र मलाई काटेर स्वाद लाग्दैन होइन मलाई म्याङ्गो एप्पलहरू चाहिँ यसरी नै खानु मनपर्छ जसरी भए पनि मलाई भिडियो लामो बनाउनु छ होइन जे गफ लगाएर पनि भिडियो मलाई लामो चाहिएको हो म चाहिँ फर्स्ट टाइम ट्राई हो नि त त्यही भएर हेरौँ न होइन कस्तो हुन्छ मैले नेपालबाट आउँदै ल्याएको क्या सिरक आउँदै ल्याएको भन्न नि पायो नि अब के हुनुबाट ल्याएको अनि त्यस पछाडि यसको मैले आज मात्र कभर झिकेर धुन राखेको छु क्या होइन त्यही भएर यस्तो देखिरहेको छ इग्नोर गरिदिनु होला होइन अनि यो चाहिँ मेरो लिप्स अहिले पनि देख्न सक्नुहुन्छ सबैजना हजुरहरूले होइन यस्तो ड्राई हुन्छ यति मलाई एनी टाइम नै चाहिन्छ कि यति मलाई नभइयो न भने एक मात्र कुरा हो होइन यति जसरी पनि चाहिरहेको हुन्छ मलाई जतिखेर पनि चाहिरहेको हुन्छ त्यही हो अरू के गरौँ त अब के देखाउँ त हजुरहरूलाई अरू मेरो भिडियो लामो चाहिरहेको छ बाहिरतिर देखाउँ भने के देखाउने बाहिरको दिउँसो हजुरहरूलाई होइन अरू त मेरो देखाउनु पुरै केही छैन त फेरि मलाई एप्पलको केकको पनि उयोहरू चाहिँ मन पर्दैन है बाहिरको बोक्राहरू चाहिँ मिठो लाग्दैन है सो चाहिँ नर्सहरूबाट बनिरहेको छ चाहिँ मैले बनाएको हो मैले भन्दा यहाँ दिदीले बनाउनु भएको एकदम मिठो छ यो सो टेस्टी जे पनि भिडियो लामो चाहिरहेको छु पनि भन्नुपर्ने छैन मलाई जुन भिडियो 6-7 मिनटको चाहिरहेको त्यही भएर यसो के गफ लगाउँ होइन पनि मिठो नै छ म यस्तो भइसकिरहेको छु कि भिडियो हाल्नु त घुम्न गएको भिडियो हालौँ कि जस्तो लाग्छ किनकि मलाई फेरि पब्लिकमा यस्तो गरेर क्यामेरा देखाउन लाज लाग्छ होइन खाएको भ्लग हालौँ कि जस्तो लाग्छ होइन मलाई भ्लग चाहिँ हाल्न मन छ होइन युट्युबमा तर पनि कस्तो हुन्छ भने डेली कुरा हालौँ भने रुम काम मात्र हुन्छ नि त अनि एउटै देखिन्छ क्या अनि त्यस्तो पछाडि भनेको खाइरहेको भ्लग हालौँ भने चाहिँ म त्यस्तो फुडी पनि छैन क्या त्यस्तो खानेकुराहरू मलाई मन पनि पर्दैन खाइरहन यति धेरै खानु पनि मन पर्दैन क्या अनि
हालौँ त हालौँ केही भिडियो हालौँ सोचिरहेको छु होइन। अब यस्तै यस्तै देखाउँदै जान्छु। यो भिडियो फर्स्टमा हाल्छु। यसमा चाहिँ यो बोतल कति राम्रो छ होइन, मेरो फेभरेट बोतल हो, मेरो फेभरेट कलर पनि हो यो बोतलहरूमा। जसलाई पानी खान मन लाग्दैन नि, पानी खान मन नलाग्नेहरूलाई चाहिँ यस्तो बोतलहरू लिने, अनि त्यस पछाडि थोरै हल्का थोरै खाने, फेरि हल्का थोरै खाने, हल्का थोरै खाने, पनि पानी खाने बानी बस्छ है त। यस्तो बोतलहरू चाहिँ तुसेर खाने बोतलहरू लिनुपर्छ। अनि त्यस पछाडि तिनै पछि खाइसके पछाडि चाहिँ थोरै 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 खाने गरी चाहिँ बानी पर्छ। त हलक हलक पानी खाने मान्छेहरूलाई चाहिँ अलिकति खाने बित्तिकै पेट भरे जस्तो हुन्छ, त्यही भएर पानी खान सक्नुहुन्न है त। यो चाहिँ मेरो हेल्थवाला टिप्स हो। पानी सकिँदा म यो बोतलको 2-3 बोतल पानी खाइसक्छु दिउँसो भनेमा। बिहानदेखि बेलुकासम्म मैले बिहान म एकदमै तातो पानी खान्छु, त्यस पछाडि दिउँसोदेखि चाहिँ नर्मल खान्छु पानी होइन। तर म चिसो पानी चाहिँ खाँदिनँ, किनकि सबै पानीहरू नै नर्मल हुन्छ, त्यही हो। अनि त्यस पछाडि अरू त मेरो के भनौँ, म कति अझ म के भनौँ, यही हो मेरो चाहिँ आजको भ्लग चाहिँ मेरो यही नै हो। किनकि यो चाहिँ फर्स्ट ट्राई हो। मलाई हेरेर हाँसेर मेरो बिल्लामा उडाउनु होला होइन, प्लिज प्लिज नहाँसिदिनु होला प्लिज मेरो भिडियो हेरेर नहाँसिदिनु होला होइन। किनकि मेरो फर्स्ट ट्राई हो। मान्छेहरूले प्र्याक्टिस गर्दा गर्दा त नि के पर्फेक्ट हुने हो त होइन। त्यही भएर चाहिँ फर्स्ट ट्राई हो। किनकि म राम्रो ठाउँमा घुम्न जाउँला अरे होइन। ल म कस्तो राम्रो ठाउँ घुम्न जाउँला होइन। अनि त्यसरी त मेरो त भ्लग बिग्रियो भन्दा बिग्रियो नि त होइन। यस्तो हुन्छ क्या, भ्लग बनाउने चक्करमा मेरो घुम्ने ठाउँ पनि, घुम्ने कुराहरूमा पनि मैले इन्जोय नगरौँ न। त्यही भएर चाहिँ मैले नर्मल भएछ नर्मल कुराहरूले चाहिँ स्टार्ट गर्न लागिरहेको छु होइन। सो एन्ड हो, मेरो टङ स्लिप भइरहेको हुन्छ बेला बेलामा, किनकि मलाई अलिकति गाह्रो हुन्छ बोल्नलाई, त्यही हो। यति भन्दै आजलाई म बिदा चाहन्छु। थ्याङ्क यू फर वाचिङ, बाई बाई।